हेलो साथीहरू, के गर्नुहुँदैछ तपाईँहरू? कस्तो हुनुहुन्छ? म चाहिँ सिलगढी आएको थिएँ। यसो अल्छी लागेर यसो टाइम पास गर्दै यो भिडियो बनाउँदै हिँडेको। अनि तपाईँसँग कुराकानी पनि गर्न मन लाग्यो र केही भिडियो खिचेर तपाईँहरूलाई पनि देखाउन मन लाग्यो। बनिनु होला मसँग। र यो चाहिँ सिलगढी फुलबारी ग्राउन्ड भन्छ। यहाँ चाहिँ गरम निकै जोडको गरम छ। हामी चाहिँ पाहाडमा बस्ने बानी भएर मधेसमा चाहिँ निकै साह्रो पर्छ हामीलाई। र पनि मधेसको बसाइ एक प्रकारको राम्रै हुन्छ, पाहाडको बसाइ पनि झनै राम्रो। र अहिले चाहिँ हाम्रो सिलगढी पनि निकै डेभलप भएको छ। यसरी फ्लाइओभरहरू बनिएको छ। हुन त यो त अहिले भन्दाखेरि पनि अब धेरै वर्ष अगाडि बनिएको त, र पनि निकै नै डेभलप भएको छ। पहिला चाहिँ अब यस्तो थिएन। यहाँबाट चाहिँ एकदम माथि कालो पहाड देखिरहनु भएको छ। त्यो चाहिँ हाम्रो खरसाङ हो। हल्का देखिरहेको छ। म जुम गरेर तपाईँलाई देखाउने कोसिस गर्छु। गाह्रै पर्ने रहेछ, यसको जुम त्यति राम्रो छैन। यस्तो छ, हेर्दै गर्नु होला। मैं ना जानूं तू ही जानू, मैं तो तेरी तू है मेरा, मैं तो तेरी तू है मेरा। र यो आउँदै गरेको यो मोड, यहाँबाट चाहिँ दाहिनेपट्टि राइट साइड पट्टि चाहिँ तपाईँको एनजेपी भन्छ, न्यू जलपाइगुडी रेलवे स्टेसन, त्यहाँ जान सकिन्छ। अनि सिधै गएपछि चाहिँ अब सिलगढी टाउन, अनि नर्थ बेङ्गल मेडिकल कलेजहरू चाहिँ अब सिधैपट्टि पर्छ। यो दाहिनेपट्टि चाहिँ तपाईँको एनजेपी हो, रेलवे स्टेसन छ। यो चाहिँ मलाई स्कुल बसले जानु भन्दैछ, म चाहिँ गएँ। यस्तै छ है। अनि यो एउटा ठुलो यहाँनिर एउटा मोड आउँछ। यो चाहिँ तपाईँको नौका घाट भनेर चिनिन्छ यसलाई चाहिँ। अनि यहाँबाट चाहिँ हामी दाहिनेपट्टि जानेछौँ। देब्रेपट्टि गयो भने चाहिँ मेडिकल जान्छ, फाँसीदेवा भन्ने ठाउँ जान्छ। र हामी चाहिँ यतापट्टि जानेछौँ। यहाँबाट चाहिँ हामी सिलगढी टाउन पस्यौँ। अहिले चाहिँ टाउन त होइन, अब अहिले त सिटी, सिलगढी सिटी हो।
वेस्ट बेङ्गालको 3 नम्बर ठुलो सिटी हो। अनि यस सहरमा चाहिँ सबै जातिको मान्छेहरू पनि बसोबास गर्छन्। नेपाली, बङ्गाली, बिहारी, मारवाडी, हरेक जाति यहाँनिर बस्ने गर्छन्। अनि बहिनीहरू बाटो झन्डै त्यसरी क्रस गर्नु हुँदैन नि, ट्राफिकको रुल्स चाहिँ मान्नै पर्यो। यस्तो छ सिलगढी सहर। देखाउनु होला त सिलगढी सहर देखाउने हो भने त ड्रोनमा देखाएको भए चाहिँ हुन्थ्यो होला, तर अब फिलहाल चाहिँ मेरोमा ड्रोन उडाउने समय छैन, त्यसले गर्दाखेरि चाहिँ मैले तपाईँहरूलाई यसरी नै देखाइरहेको छु। हेर्नुहोस् के कस्तो लाग्छ तपाईँहरूलाई। अनि यदि तपाईँहरूलाई मसँग फर्स्ट टाइम जोडिनु हुँदैछ भने मेरो युट्युब च्यानलको भिडियोजलाई पनि भिजिट गरिदिनुहोस्। त्यहाँनिर म्युजिक भिडियोहरू पनि छन्, मेरो आफ्नै गीतहरू पनि छन्। अनि त्यही लाइनको म तपाईँहरूलाई त्यही म्युजिक भिडियोको मेरो आफ्नो रेकर्डेड गीत 2 लाइन सुनाउनु मन लाग्यो, सुनाउँछु है। सुन्नु होला के कस्तो लाग्छ, अनि कमेन्ट्स पनि गर्नु होला। गजल ती आँखा लजालु त्यो मुस्कान, तिम्रो त्यो कालो कपाल देखेर नै भयो मन मेरो सारै बेहाल, देखेर नै भयो मन मेरो सारै बेहाल, गजल ती आँखा। थ्याङ्क यू। के कस्तो लाग्छ तपाईँहरूले त्यहाँनिर हेर्नु सक्नुहुनेछ, सुन्नु सक्नुहुनेछ। यही हो सिलगढी सहर चाहिँ। यसरी लठुवाहरूले बाइकहरू यसरी क्रस गर्छ हो, अनि कराउनु पनि भएन, सबैको आफ्नो प्रेस्टिज म्याटर छ होइन। त्यही भएर चाहिँ सेफ ड्राइभ सेभ लाइफ, त्यही भएर सेफ ड्राइभ सेभ लाइफ है, आरामसे जानुपर्छ। यो म अहिले हिँड्दै गरेको रोड, तपाईँहरूले देखिरहनु भएको रोडलाई चाहिँ वर्धमान रोड भन्छ। यहाँनिर नयाँ फ्लाइओभर बनिरहेको छ र यो चाहिँ चाँडै नै ओपनिङ हुनेवाला छ। त्यहाँदेखि चाहिँ अझै केही हदसम्म ट्राफिक जामको समाधान हुन्छ। र यसरी हामी गइरहेका छौँ। अनि र यसरी अगाडि बढिरहेको छ यात्रा। यो मेरो तपाईँहरूले स्क्रिनमा देखिरहनु भएको देब्रेपट्टि चाहिँ यो नयाँ फ्लाइओभर हो। अघि भने मैले तपाईँहरूलाई यो फ्लाइओभर चाहिँ ओपनिङ भएको छैन, चाँडै नै यो फ्लाइओभर पनि ओपनिङ हुनेवाला छ वर्धमान रोडको। अनि यो ठाउँ जुन अगाडि देख्नु हुँदैछ तपाईँहरूले, अब देख्नुहुनेछ यो ठाउँ चाहिँ सिलगढी सहरमा चाहिँ जब मैले पाइला टेकेँ, यो चाहिँ मेरो जिन्दगीको प्रथम
सिलिगुडीमा माटो सिलिगुडीको माटोमा टेकेको पाइला टेकेको ठाउँ चाहिँ यो हो मेरो। म धेरै सानो थिएँ त्यति बेला। ल है साथीभाइहरू, यो चाहिँ सिलिगुडीको एयर भ्यू भन्छ। एयर भ्यूमा आइपुग्नु लाग्यो भन्दा पनि आइपुग्ने एयर भ्यू मोड। अनि विधान मार्केट, हङकङ मार्केट भनेको चाहिँ यो दाहिनेपट्टिको मैले छोड्दै गएको पछाडि छ। अनि यो चाहिँ महानन्द ब्रिज भन्छ यसलाई चाहिँ महानन्द ब्रिज हो। महानन्द ब्रिज और अब यो चाहिँ हाम्रो गुरुङ बस्ती। यसलाई चाहिँ गुरुङ बस्ती भन्छ। यो दाहिनेपट्टि चाहिँ गुरुङ बस्ती छ, दाहिनेपट्टि देब्रेपट्टि पनि हो गुरुङ बस्ती। अनि यहाँनिर यो चाहिँ अब भनौँ न एउटा सिलिगुडी चाहिँ खासमा भनौँ नै भने यसको इतिहास चाहिँ डल्लै चाहिँ के हो भने हामी सबै हाम्रो नेपालीकै हो। गुरुङ बस्ती, प्रधाननगर, चम्पासरी, अनि भित्र कञ्चनजङ्घा फुटबल स्टेडियमलाई तिलक मैदान भन्छ है, ठाउँहरू पनि छ। तर अब त्यो ठाउँहरू देखाउनु म तपाईँहरूलाई सक्दिनँ यो भिडियोमा चाहिँ, किनकि यहाँदेखि धेरै भित्र बस्नुपर्ने हुन्छ। अनि यहाँ अगाडिपट्टि हामी एउटा बस स्ट्यान्डमा जानेछौँ, बस स्ट्यान्ड पनि क्रस गर्नेछौँ। त्यो बस स्ट्यान्डको नाम चाहिँ हाम्रो तेन्जिङ शेर्पा नाममा राखिएको तेन्जिङ नोर्गे बस स्ट्यान्ड हो, जसलाई जङ्सन पनि भन्ने गरिन्छ। र यो चाहिँ हो हाम्रो तेन्जिङ नोर्गे बस स्ट्यान्ड, जसलाई जङ्सन पनि भनिन्छ। सिलिगुडी चाहिँ प्राय अब हाम्रै मान्छेको नाममै बसेको ठाउँ। र अब चाहिँ यहाँदेखि उता चाहिँ फेरि प्रधाननगर सुरु भयो। यस ठाउँलाई चाहिँ प्रधाननगर भनिन्छ। हुनु त अब सबैलाई प्राय सबैलाई नै थाहै छ, र पनि अब कति टाढो टाढोको मान्छेहरूलाई सायद थाहा नहोला भन्ने हिसाबमा चाहिँ मैले बताइरहेको छु, अन्यथा नलिनु होला तपाईँहरूले। प्रधाननगर एसडिओ अफिस हो, अनि यो एउटा अग्लो देखिरहेको छ कोर्टयार्ड मेरियट होटल इन्डस्ट्रिज ग्रुप मेरियट ग्रुप्स अफ होटेल्सको चाहिँ यो होटेल हो। यसको नाम चाहिँ कोर्टयार्ड भनेर लेखिएको छ। अनि निकै राम्रो छ भन्ने चाहिँ मैले पनि सुनेँ। म चाहिँ बस्नु सकेको छुइनँ, किनकि मेरोमा त्यो समय पनि छैन, अनि खासै बस्ने मौका पनि मिलेको छैन, त्यसको बसेको छुइनँ। त्यस्तो छ। प्रधाननगर मल्लागुडी भन्छ। अब चाहिँ हामी दार्जिलिङ मोड पुगिरहेका छौँ। केही अगाडि चाहिँ दार्जिलिङ मोड छ, जहाँदेखि चाहिँ दार्जिलिङ टाउन, कर्सियङ, मिरिक जाने गर्छ। र तपाईँहरूले हेरिदिनु भएकोमा तपाईँलाई धन्यवाद चढाउन चाहन्छु, थ्याङ्क यू भन्न चाहन्छु। के भन्नु, तपाईँहरूको समय शुभ रहोस् भन्ने प्रार्थना पनि गर्दछु। हस्त टेक केयर, बाई बाई, सबैजनालाई।